हेलो हेलो सम्पूर्णलाई नमस्कार है त। ल हेर्नुहोस् है त, यहाँ हाम्रो यो अलैँचीबारीभित्र फोर एभोकाड केरा है, बनाना पनि भन्छ, हामी केरा भन्छौँ। हेर्नु त एभोकाड कस्तो फलेको छ। आम्मामा एभोकाडको चाहिँ यस्तो फल आइरहेछ कि साँच्चै। हेर्नु है त एभोकाड, ल हेर्नुहोस् एभोकाड फलाइ कत्रो बोट रहेछ। ल एउटा मात्रै होइन, फेरि यहाँ पनि यसको बिचमा पनि यो ठुलो पनि यस्तो पुरै हाँगै भाँचिएर फलिसकेको रहेछ। हेर्नु त, हाँगा भाँचेर पुरै हाँगै भाँचेको छ। ल हेर्नुहोस् यस्तो फल्दो रहेछ एभोकाड यहाँ है त। अनि फेरि एभोकाडको बिरुवाहरू पनि थुप्रो रहेछ है, यो सानो सानो पनि एभोकाडको बिरुवा। अनि अब यो चाहिँ पुरा अलैँची बारी है हाम्रो। हेर्नु ल है त, पुरा अलैँची बारी यो पुरा ठुलो छ। त्यहाँ ए माथि माथि पनि छ, ऊ माथिसम्म छ। ओ माथि एभोकाडै एभोकाड, एभोकाड अलैँची पुरै। ओ माथि माथि सबै दह्रो फल्दो रहेछ है एभोकाड चाहिँ। जे भए पनि दह्रो फल्दो रहेछ। ए आज खेतीमा आएको है, यता हाम्रो धान पुरा धानबारी यता छ, पुरा धानबारी। ओ तर तल 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 पुरा खोला खेत।